with Rajat. हामीसँग राम्रो खबर के छ भने वेशभूषा जान्ने मान्छेहरू पनि हुनुहुन्छ, वेशभूषाको पसल पनि छ र हामी विवाह गर्दा मात्रै लाउन पाइन्छ नभए लाउन पाइँदैन भन्ने कुरो होइन, गहना पनि छ। विवाह भएपछि लाउने पोते चाहिँ विशेष प्रकारको हुन्छ। हरूले मारुनी सङ्गिनी लगायत गोर्खा हाम्रो गोर्खा समूहका विभिन्न नृत्यहरूलाई प्रदर्शन गर्नुहुनेछ, देखाउनुहुन्छ जमातको अगाडि। यो कुरालाई पनि हामी अहिले गौरवको कुरो, हाम्रो गोर्खाको चाहिँ हो। यो अध्यक्ष हुनुहुन्छ प्रेम तामाङज्यू, उहाँको परिवारको कुरा म आतिथ्यको कुरा म पहिला गर्छु। यति कलाकारहरू त्यहाँ बस्नु भएको छ, यति अतिथिहरू जानुभएको छ, सधैँ हाँसी खुसी उहाँको परिवारले जुन आप्यायन दिनुभएको छ त कहिले पनि हामी घरको नमानिकन 20-30 वर्ष भयो उहाँले त खप्नु भएको, सायद अहिले बानी भइसकेको छ होला। मान्छे आएनन् भने सायद अप्ठ्यारो लाग्छ होला, सायद त्यो पनि होला। यो चाहिँ कम्मर मिया हुन्छ, यो छातीमा होइन। यो मेरो जुन छाता हुन्छ खुकुरीको दाब जस्तै, यो खुरी हालेपछि खुरपेटो हो। अच्छा, विशेष गरी यो With Rajat. नमस्कार हेर, हामी छौँ अहिले माथिल्लो आसामको डिब्रुगढमा, जहाँ हुँदैछ गोर्खा उन्नयन परिषदद्वारा गोर्खा सांस्कृतिक महोत्सव। लगभग 1 महिनाबाट अप्पर आसामका 5वटा भन्दा बढी जिल्लाहरूमा सांस्कृतिक कर्मशाला पछि अहिले यहाँ समापन समारोह भन्न सकिन्छ। हिजो असम विधानसभाका अध्यक्ष विश्वजित दैमारी सँगसँगै भाजपाका अध्यक्ष दिलीप सैकिया पनि आएर जानुभएको छ र आज पीयूष हजारिका आउने यहाँ कुरा छ। मन्त्री, यहाँ हाम्रो प्रशिक्षकहरू हुनुहुन्छ, म प्रशिक्षकहरूसँग केही कुरा बात मार्ने प्रयास गर्नेछु। भोलिन्टियरको लागि पनि हामी यहाँ भोलिन्टियर चिफ हुनुहुन्छ, म उहाँसँगै आउनेछु। त्यसको अघि म यहाँ प्रशिक्षकहरूसँग बात मार्छु। सर, कस्तो गयो अनुभव अप्पर आसाममा आएर यो महोत्सवको तयारीको क्रममा? अप्पर आसाममा आएर हामीले 6वटा डिस्ट्रिक्टमा हाम्रो गोर्खा कला संस्कृतिको जुन विलुप्त हुन गएको जुन कला संस्कृतिलाई हामीले फेरि जिडिसीले जुन उजागर एउटा पदक्षेप हातमा लिएको थियो र हामी प्रशिक्षकहरू 4-5 जना छौँ, त्यसमा सहकारीहरू पनि हामीसँग 6-7 जना हुनुहुन्छ र अति नै राम्रो लाग्यो। हामीले सिकाएर पनि हामीले राम्रो पायौँ र हामीले एउटा गौरव के गरेका छौँ जे अप्परमा हाम्रो गोर्खा लोक कलाहरूको जुन एउटा विडम्बना जस्तो चाहिँ हामीले अनुभव देख्यौँ र त्यो अहिले उजागर वा जनजागरण आएको हामीले देख्न पायौँ र त्यसको लागि जम्मै कलाकारहरूलाई हामी र गार्जेनहरूलाई जसले हामीलाई साथ दिनुभयो, राम्रो लाग्यो। र सबैभन्दा ठुलो कुरो जिडिसीले जुन पदक्षेप लियो, त्यो जिडिसीले पदक्षेप लिएको क्रममा र आसाम गभर्मेन्टको आशीर्वादमा सराहनीय छ। दर्शकवृन्द, चिनाउनु पर्ने अनुहार होइन, राम राईज्यू निकासीबाट आउनुहुन्छ, त्यो क्षेत्रबाट जसलाई असमको सांस्कृतिक गोर्खाहरूको सांस्कृतिक केन्द्र पनि भनिन्छ, चलचित्रहरूमा पनि देखिएको अनुहार अहिले यहाँ कर्म गर्दै हुन्छ। म तपाईँको अरू कुरा सोध्नेछु। हामीसँग शान्ता सिरपालीजी हुनुहुन्छ। म पहिला त यहाँ पाण्डेज्यूसँग जान चाहन्छु। सर, अनुभव कस्तो छ? असमको विभिन्न कार्यक्रममा तपाईँ सहभागी हुनुहुन्छ। एकछिन 4-5 दिन अगाडि नै दुलेदारमा कार्यक्रममा हुनुहुन्थ्यो, आज यहाँ हुनुहुन्छ, कस्तो लाग्दैछ? मलाई यो गोर्खा महोत्सवमा आएर म पनि धेरै उत्साह पाएको छु, धेरै कुरा सिक्नु पाएँ र आउने दिनहरूमा शान्ता सिरपाली सर र भुवन मैनाली सर र राम राई सरको नेतृत्वमा आउने दिनहरूमा र हाम्रो गोर्खा संस्कृति कलाको जुन छ विश्व दरबारमा उहाँले पुर्याउनुहुन्छ भन्ने मलाई विश्वास छ। यो प्र्याक्टिस चाहिँ अति नै राम्रो छ। आउने वर्षबाट पनि हामी विश्व दरबारमा हामी स्थापित गर्न सकौँ। नमस्कार, जय गोर्खा। धन्यवाद सर। हामीसँग भुवन मैनालीजी हुनुहुन्छ। पुरानो एक समय, अहिले होइन, निरन्तर रूपमा संस्कृतिलाई सम्वर्धन गर्ने, जगेडा गर्नेमा निरन्तर रूपमा लागिरहनु भएको छ। केही नआए तापनि यो जात र यो समाजलाई केही दिने प्रयास उहाँको निरन्तर रूपमा भइरहेको छ। अहिले पनि जिडिसीको मार्फत यहाँ प्रशिक्षक रूपमा आउनुभएको छ। अनुभव कस्तो छ, कस्तो लाग्दो रहेछ? यो माथिल्लो आसाममा सांस्कृतिक प्रभाव चाहिँ कस्तो छ हाम्रो? पहिले भन्नुपर्दा जिडिसीका अध्यक्ष प्रेम तामाङज्यू र हाम्रा भाइस चेयरम्यान राम दाहालज्यू र समग्र मेम्बरहरूलाई धन्यवादको पात्र हुनुहुन्छ उहाँ यो प्रोग्राम लिनुभएकोमा। किनकि हाम्रो लोवर आसाम, मिडल आसामतिर त हाम्रो संस्कृतिको राम्रो प्रदर्शनहरू हुन्छ, राम्रो सही तरिकाले नै गर्छन्। तर यतापट्टि अप्पर आसामतिर नाच्ने शैलीहरू सही टुङ्गामा भएको थिएन।
र अहिले जुन वर्कसपहरूले गर्दाखेरि देख्न पाए भाइ बहिनीहरूले राम्रोसँगले यसरी नाच्नु पर्दो रहेछ, यस्तो गर्नु पर्दो रहेछ भन्ने र यो प्रोग्रामले भाइ बहिनीहरूलाई धेरै नै उपकृत गर्छ भन्ने अप्पर आसामको मेजबान कस्तो अप्पर आसामको मेजबान सही नै एकदम आगाउन्जेल राम्रो छ। हजुर धन्यवाद छ। हामीसँग शान्ता शेर्पाली दाजु हुनुहुन्छ, उहाँ पनि संस्कृतिसँग जोडिनु भएको, साहित्यसँग जोडिनु भएको, पत्रकारितासँग जोडिनु भएको एकजना व्यक्तित्व कस्तो लागेको छ। म एकछिन यहाँ बजारहरू पनि छन् हाम्रो अप्पर आसाममा, यस्ता बजार म दादासँग बात मार्दै बजारतिर पनि जान चाहन्छु, हेर्दै यहाँका कस्तो अनुभव छ दाजु, के भन्नु एकदम राम्रो छ। विशेष गरी गोर्खा उन्नयन परिषदका अध्यक्ष श्रीमान प्रेम तामाङज्यूको नेतृत्वमा जुन भइरहेको छ, साथै हाम्रो उपाध्यक्ष राम दाहालज्यूको नेतृत्वमा समग्र विशेष गरी डिब्रुगढ जिल्ला समिति जुन स्वागत गर्ने समिति गठन भएको छ त्यसको पनि नेतृत्व राम्रो छ। तर विशेष गरी एउटा कुरो चाहिँ मलाई याद छ, अरू स्मरणीय जुन जिडिसीका अध्यक्ष हुनुहुन्छ प्रेम तामाङज्यू, उहाँको परिवारको कुरा म आतिथ्यको कुरा म पहिला गर्छु। यति कलाकारहरू त्यहाँ बस्नु भएको छ, यति अतिथिहरू जानुभएको छ, सधैँ हाँसी खुसी उहाँहरूको परिवारले जुन आप्यायन दिनुभएको छ त्यो कहिले पनि हामी झर्को नमानिकन हामी आफै छक्क पर्दछौँ। किनभने यस्तो परिस्थिति एक दिन 2 दिन होइन, 2 महिना भइसक्यो, उहाँहरूको कुनै माने त्यो क्रान्ति ऊ छैन र उहाँलाई म धन्यवाद दिन्छु। रहेको कुरो हाम्रो जुन 20-30 वर्ष भयो उहाँले त खप्नु भएको, सायद अहिले बानी भइसकेको छ होला, मान्छे आएनन् भने सायद अप्ठ्यारो लाग्छ, सायद त्यो पनि होला। खाने कसले के खान्छ त्यसले खान्छ उहाँलाई प्रत्येक थाहा छ र उहाँहरूको जुन आप्यायनलाई विशेष गरी त्यो परिवारलाई म धन्यवाद ज्ञापन गर्छु पहिलोचोटि। दोस्रोचोटि जुन हाम्रो गोर्खा सांस्कृतिक महोत्सव यहाँ डिब्रुगढको राजगढ फिल्डमा हुन गइरहेको छ, आज दोस्रो दिन हो, अति नै राम्रो भएको छ। हिजो लगभग 1100 मारौनीहरूले कलाकारहरूले प्रदर्शन गरे, सङ्गिनी लगभग 500 जनाले सङ्गिनी प्रदर्शन गरे, साथै खुकुरी नृत्यदेखि लिएर साकेला सिले विभिन्न नृत्यहरू भयो। यो एउटा इतिहास पनि भयो। परवर्ती समयमा असम सरकारले यो विषयलाई चर्चा गर्नेछ। अहिले कुनै फाइनल ठोस निर्णय नदिए तापनि अवश्य पनि हाम्रो संस्कृतिलाई विश्व दरबारमा पुर्याउने हाम्रो लक्ष्य छ। र विशेष गरी के छ भने अलिकति प्रोग्राममा चाहिँ जुन एउटा प्रारूप मिलाउनु पर्ने थियो, कता कता नमिलेको जस्तो पनि एउटा अनुभव भइरहेको छ। अवश्य यस विषयमा मन्त्रीहरूको उपस्थिति पनि उहाँको खेलीमेलीले गर्दा पनि यहाँको भएले गर्दा अलिकति कता कता कार्यक्रममा विघ्न परेको छ, तर पनि कार्यक्रम सफलतापूर्वक सम्पादन भइरहेको छ। विशेष गरी परिचालन समितिलाई पनि म धन्यवाद ज्ञापन गर्दछु। दर्शकवृन्द, यहाँ एउटा कुरा भन्नु पर्यो, सांस्कृतिक महोत्सव छ, जब गोर्खा संस्कृतिको कुराहरू आउँछ, गोर्खा जातमै रहेको विभिन्न उपजातिहरूको आफ्नो तरिकाको वेशभूषा छन्। हामीसँग राम्रो खबर के छ भने वेशभूषा जान्ने मान्छेहरू पनि हुनुहुन्छ, वेशभूषाको पसल पनि छ, र हामी कतिपय यहाँ जुन नजानेको छन्, अब नर्मली अप्पर आसाममा पनि ती कुराहरू छन्, हाम्रा गरगहनाहरूको बारेमा युवा जमातलाई थाहा छैन, हाम्रो वेशभूषाहरूको बारेमा थाहा छैन। यहाँ देखिएका अब यहाँ भन्न सक्ने यो पसलमा रहेका जुन चिजहरू छन् त्यहाँ तपाईँले भन्न सक्दाखेरि के चिनाउन चाहनुहुन्छ, के छन् यहाँ विशेष गरी अब यहाँ त समग्र पोते छन्, पोतेको पनि क्वालिटी हुन्छ, पारो हुन्छ। यता चाहिँ तिलहरी भयो, कसैले पोते विवाह गर्दा मात्रै लाउन पाइन्छ, नभए लाउन पाइँदैन भन्ने कुरो होइन, गहना पनि छ। पोते चाहिँ विवाह गर्दा विवाहितले मात्रै लाउँछन् त्यो होइन, यो कुरो हाम्रो समाजमा अलिकति लुकेको छ, यसलाई उजागर गर्नै पर्छ। पोते भनेको गहना हो, तर विवाह भएपछि लाउने पोते चाहिँ विशेष प्रकारको हुन्छ। जस्तै अब हाम्रो छड्के तिलहरी यो विवाहमा लगाउँदैन, तर विवाहित नारीहरूले छड्के तिलहरी छन् देब्रेबाट दाहिने धारेका, तर प्रायःले दाहिनेबाट देब्रे लगाएका छन्। यो चाहिँ मैले आज नर्सिङ लाइफको तर्फबाट म आग्रह गर्दछु, जहिले पनि जसले यो लाउनुहुन्छ देब्रे काँधाबाट लगाएर दाहिनेपट्टि झार्ने, यो चाहिँ कम्मर मिया हुन्छ, यो छातीमा होइन। यो अलिकति मोडर्न उहाँले ल्याउनु भएको छ, मेरो सम्पत्ति छ यति भनेर त्यो गर्नु हुँदैन, यसको ठाउँ यो हो। र यो कण्ठ, यो कण्ठ चाहिँ विशेष गरी राई लिम्बू मगरहरूले मात्रै लाउनुहुन्छ, यो हाम्रो कण्ठ भनिन्छ यसलाई। यो कण्ठ हामी सबै लाउने होइन, हामी प्रत्येक नृत्यमा नृत्य गर्दाखेरि जुन पाए त्यो गहना लगाएका हुन्छौँ। प्रकृतिमा कुन नृत्यमा कुन गहना चाहिन्छ त्यो चाहिँ प्रशिक्षकहरूले पनि अध्ययन गर्नुपर्छ, यो विषयमा हामीले जान्नुपर्छ। हामीले जहाँ तहाँ जुन पाए त्यो नृत्यमा गहना लाउनु हुँदैन। कतिपय नृत्य यस्ता छन् गहना नै यसलाई हुँदैन, त्यो कुरा पनि ध्यान छ। विशेष गरी यो चाहिँ राई लिम्बू मगरहरूले लाउँछ, विशेष गरी राई लिम्बूमा चाहिँ यो प्रभाव नृत्यमा यो प्रयोग हुन्छ। साकेला सिली जस्तै चण्डीनाच भनिन्छ, जुन अब राईपरिहरूले हिजो उहाँ गर्नुभयो, साकेला सिली त्यहाँ हुन्छ। र हाम्रो च्याब्रुङ बा अथवा तपाईँको धान नाच पालम भनिन्छ, त्यसमा लाउन सकिन्छ यो। र एउटा कुरो म आज तपाईँलाई भन्न चाहन्छु, एउटा शिरबन्दीले विकृति हाम्रो ल्याएको छ, एउटा शिरबन्दी दिनुहोस् न। एउटा शिरबन्दीले विकृति ल्याएको छ, यो शिरबन्दी प्रचार हुँदैछ कि मान्छे नलल्ने दोकानमा? यो शिरबन्दी राम्रो हो। विशेष गरी यो जुन कण्ठ छ, कण्ठसँग सम्पर्कित यो
के भनिन्छ यसलाई शिरबन्दी सर सबै नृत्यमा यो शिरबन्दी हुँदैन यो हाम्रा जति पनि हाम्रा कलाकारहरू छन् यो कुरो बुझ्नुपर्छ साकेला सिली धान नाच वा हाम्रो पालम भनिन्छ वा हाम्रो अरू नृत्यमा यो प्रयोग हुन्छ यो कुरो चाहिँ हामीले बुझिदिनुपर्छ किनभने हाम्रो 12 जात 36 वर्णको हाम्रो समाज छ त्यसमा आफ्नो आफ्नो पाराको गरगहनाहरू छन् यो कुरालाई चाहिँ यो विश्व दरबारमा यो पुगोस् भनेर हामी भन्न चाहन्छौँ हामी लामो तरिकाले भन्न चाहन्नौँ त्यही कारण सर्वत्र बजारमा यो आएको छ यो पनि हाम्रो संस्कृति हो तर नृत्य अनुसारको अलग अलग हुन्छ यो लाउनै नहुने होइन तर कुन नृत्यमा लाउनुपर्छ मैले उजागर गरेँ त्यो अरू कुराहरू हामी यहाँ देखेर भनेछौँ यहाँ भुवन मैनालीज्यू पनि हुनुहुन्छ अहिले धेरै चर्चामा रहने यो खदा छ धेरै राजनेताहरूको गलामा देखिने निर्वाचन प्रसङ्गमा देखिने नेताहरूले लगाउने सम्बोधनमा प्रयोग हुने यो खदाको बारेमा के भन्न चाहनुहुन्छ यो खदा अति नै राम्रो छ एकदमै राम्रो छ यो चाहिँ हाम्रो अब 13 उपजातिभित्र लिम्बू राईहरूले लाउने खदा हो यो र हाम्रो आम खदाहरू पनि छन् जुन ढाकाका अरू त्यस्तो आफ्नो आफ्नो उपजातिको आफ्नो आफ्नो खदाहरू छ जसरी यहाँ मगरहरूको कुनै उयो छ मगरहरूले लगाउने कुनै मगर लाउने खुर्पेटो छैन यो हजुर खुर्पेटो यो मगर भन्नाले यहाँ भनिदिनु खुर्पेटो हजुर मैले अलिकति हाम्रो साई मैनाली सरको कुरालाई उहाँहरूमा चाहिँ मैले भन्न खोजेको यो खुर्पेटा खुर्पा हजुर ल अनि यो खुर्पा राख्ने जुन साधन हुन्छ खुकुरीको दाब जस्तै यो हालेपछि खुर्पेटो हो अच्छा विशेष गरी यो अति नै राम्रो हाम्रो गोर्खाको लागि गौरवको कुरो हो यो कहिले लगाउँछ कहाँ लगाउँछ यसलाई मगर संस्कृतिमा पर्छ यो यसको विशेषता चाहिँ के छ विशेषता के छ भने उहाँहरू जङ्गलमा दाउरा झाँस गर्न जाँदा उनीहरू आत्मरक्षाको लागि पनि यो प्रयोग गर्ने गरिन्छ भन्ने हामीले भन्छौँ तर उहाँले अरू कुरामा कसरी प्रयोग गर्नुहुन्छ त्यो चाहिँ हामी विवरण स्पष्ट भन्न चाहन्छौँ किन प्रत्येक जनगोष्ठीहरूको आफ्नो आफ्नो परम्परा हुन्छ उहाँहरूले यो वस्तुको प्रतीक रूपमा मान्नुहुन्छ योलाई हामी अति सम्मान गर्नुपर्छ किन गर्नुपर्छ भने यो पनि हाम्रो गोर्खाकै हो हामी गोर्खामा 4 जात 36 वर्ण भने मैले हामी सबै मिलेर गोर्खा हौँ यो खुर्पेटा पनि हाम्रो हो हामीले पनि नाच्नुपर्छ हामीले पनि गाउनुपर्छ यो लिएर म गौरव गर्दछु कहाँ लगाउँछन् कुन जग्गामा लगाइन्छ हजुर कसरी लगाइन्छ हामी एकखेप देखाउन चाहन्छौँ अब यहाँ एउटा गीत छ हजुर भन्नुहोस् गीत छातीमा मेरो यो छोटो भोटो कम्मरमा खुर्पेटो सोदरमालाई गीत सुन्नु भने यहाँ राम राईज्यू पनि हुनुहुन्छ म राम राईज्यूसँग जान चाहन्छु यहाँ तपाईँले केही देख्नु भएको यहाँ खुर्पेटोको एउटा केही खदा पनि के छ क्या हजुर हो हाम्रो राई समाजले लगाउने केही तपाईँले देख्नु भएको यहाँ राई समाजले लाउने चाहिँ मैले देखेको छैन यहाँ हजुर अरू सबै छ जस्तै यो अब मगर सम्प्रदायले लाउने हो हजुर यो खुर्पेटो राई सम्प्रदायले लाउने देखेँ मैले एउटा यो पुवालो यो चाहिँ विशेष गरेर अहिले शान्ता भाइले भने जस्तै राईहरूले यो पुवालोहरू पनि लाउँछ चण्डी महोस् साकेला महोस् हो राई लिम्बूहरूले यो चाहिँ मैले यहाँ भाइले भनिसके हजुर धन्यवाद छ तपाईँहरूलाई समय दिनुभयो तपाईँहरूले यति धेरै समय दिनुभयो अनुभव तपाईँहरूको आफ्नो अनुभव छ निकै समयबाट यही क्षेत्रमा हुनुहुन्छ असङ्ख्य प्रत्येक जग्गा घुरिसक्नुभयो देश विदेशमा पनि तपाईँहरूले अनि ताई पनि परिपरिका हुन्छ कोही ताई तावा यो ताई हो तर माने यसमा चाहिँ एउटा के वस्तु भेटेँ भने मैले यो वस्तु झक हालेर हामी रोटी घुराउँछौँ नि त्यसको चाहिँ रेडिमेड रहेछ साथै यो पनि रहेछ सेम रहेछ यो हाम्रो मान्छेले हाम्रा मान्छे विशेष गोर्खा समुदायले यसलाई चाहिँ प्रयोग गर्दाखेरि राम्रो हुँदो रहेछ यो रेडिमेड हामीले ढक खोजिरहनु परेन यो रेडिमेड रहेछ यो कुरालाई पनि हामी अहिले गौरवको कुरो हामी गोर्खाको चाहिँ हो यो कसको यो तपाईँहरूको दोकान हो कति यसको प्राइस हाम्रो 850 रुपियाँ हो केही स्पेशल डिस्काउन्ट छैन डिस्काउन्ट छ 700 रुपियाँ गरेर दिने त्यसलाई यो हाम्रो दसैँमा चाहिँ टिको लगाउँछौँ गोर्खाको त्यसको लागि यो टिकोको थाल हो यसको दाम 2400 रुपियाँ हो हामी पनि आशा गर्छौँ तपाईँको व्यापार राम्रो होस् अरू के छन् यहाँ के उपलब्ध छ तपाईँकोमा सामानहरू गहनाहरू हाम्रो गहना नेपालीको सबै सामान छ हाम्रो गोर्खाको हजुर
तपाईँसँग एभाइलेबल एभाइलेबल छ यो हामीहरूको यस्तोमा लगाउँछ नाकसाकेरी लगाउँछ राईको छ छेत्रीको छ मगरको छ र दर्शकवृन्द यो सामग्रिक माहौल यहाँ थियो बजारको हामी दृश्य देखाइरहेका छौँ जब सांस्कृतिक समारोह हो सांस्कृतिक महोत्सव हो त संस्कृतिसँग संलग्न भएका निकै सामग्रीहरू तपाईँले यहाँ पाउनुहुनेछ उपलब्ध हुनेछ आज यो सांस्कृतिक महोत्सवको दोस्रो दिन मन्त्री पीयूष हाजरिका यहाँ आउनुहुनेछ यहाँ फेरि पनि तिनै नृत्य कलाकारहरूले मारुनी सङ्गिनी लगायत हाम्रो गोर्खा समूहका विभिन्न नृत्यहरूलाई प्रदर्शन गर्नुहुनेछ देखाउनुहुन्छ जमातको अगाडि र हामी पनि आशावादी छौँ जसरी बागुरुम्बाले बिहुले झुमुर विनन्दीले राष्ट्र स्तरमा मञ्च पाएको छ।